तपाईले कहिले सोचेको छ एउटै काम 100 पटक म्यानुअली गर्नु पर्यो भने कस्तो हुन्छ? इमेजिन हेलो वर्ल्ड 100 सम्म प्रिन्ट गर्नु पर्यो। तपाई के 100 लाइन लेख्नुहुन्छ? त्यसको सजिलै एन्सर हुन्छ नो। यही प्रब्लम सोल्भ गर्न के आउँछ हाम्रो लुप। सो गाइज आज हामी सिक्नेछौँ फर लुप, व्हाइल लुप इन द एकदम इजिएस्ट वेमा चाहिँ आज लुपको बारेमा सिक्नेछौँ। वेलकम ब्याक टु डे 7 100 डे पाइथन च्यालेन्ज। सो हेलो गाइज, सबैलाई स्वागत छ मिस्टर नेटेक युट्युब च्यानलमा। सो आज हामी सिम्पल के सिक्नेछौँ भन्दा लुपको बारेमा कम्प्लिटली तरिकाले लुपलाई मजाले सिक्नेछौँ। लुप बनाए के हो पाइथनमा मजाले लुपलाई सिक्नेछौँ। लुप हामीले सीमा पढ्नुपर्छ, सीमा सी प्रोग्राममा अथवा सीमा हेरेका थियौँ लुप बनाए के हो। सो आज हामी पाइथनमा लुप हेर्छौँ है। सो यदि तपाईँहरू बिगिनर हुनुहुन्छ भने दिस सिरिज इज भेरी पर्फेक्ट फर यु, किनकि हामी बिगिनरबाट नै गइरहेछौँ। सो त्यसको लागि म VS कोड ओपन गरिहाल्छौँ। 100 डे पाइथन फोल्डर ओपन गर्छौँ। त्यसमा आज डे रिक्याप गरौँ, थोरै रिक्याप गरौँ हामीले अहिलेसम्म के पढाएको छ। सिम्पल हामीले बेसिक सिकेका थियौँ पाइथन डे 1 मा। डे 2 मा हामीले सिम्पल भेरिएबलको बारेमा हेरेका थियौँ। अनि डे 3 मा हामीले हेरेका थियौँ डाटा टाइप्सको बारेमा हेरेका थियौँ। डे 4 मा हेरेका थियौँ हामीले के सिम्पल अपरेटरको बारेमा हेरेका थियौँ भने डे 5 मा हामीले के हेरेका थियौँ इफिल्स। त्यसपछि डे 6 मा हेरेका थियौँ हामीले के सिम्पल एउटा प्रोजेक्ट बनाएको थियौँ, क्यालकुलेटर प्रोजेक्ट बनाएको थियौँ। सो आज हाम्रो डे 7 मा रहेको छ, फोल्डर बनाउँछु पहिला हामी। डे 7 मा रहेको छ लुप। डे 7 मा हाम्रो के छ आज हाम्रो लुप छ। फर्स्टमा म हेडिङ दिइहाल्छु लुप बनाए के हो, सिम्पल है। फर्स्ट मार्कडाउनमा जान्छु, लुप बनाए के हो त सिम्पल। फर्स्टमा हामी बुझ्छौँ लुप बनाए के हो, लुप। सो यसलाई म मार्कडाउनमा राखेर अब कोडमा जान्छु। लुप बनाए के भन्दा सिम्पल हाम्रो रिपिटेड समथिङ अगेन एन्ड अगेन। जति पनि हामीले रिपिट गर्नेलाई लुप भन्छ। फर इक्जाम्पल एउटा सिम्पल इक्जाम्पल भन्छु म तपाईँहरूलाई। तपाईँहरू जिम जानुहुन्छ दिनको, फर इक्जाम्पल जिम जानुहुन्छ तपाईँ होइन। अब जिम एक्सर्साइज गर्न जिम जानुहुन्छ, रियल लाइफ इक्जाम्पल। डेली एक्सर्साइज तपाईँले रिपिट हान्नुहुन्छ होइन, त्यो नै लुप हो। यस्तै पाइथनमा नै हुन्छ क्या। हामीले कुनै कोडहरूलाई रिपिट गर्नको लागि, प्रिन्ट गर्नको लागि 1 देखि 10 सम्म अथवा 100 सम्म प्रिन्ट गर्नको लागि यही लुप युज गर्छौँ। अर्को इक्जाम्पल के भन्दा तपाईँ टिकटक चलाउनुहुन्छ भने टिकटक स्क्रोल गर्दाखेरि अटोमेटिक अरू भिडियो आउँछ नि त, त्यो रिपिट भएको क्या, रिपिटेड भिडियोहरू आउँछ। सो द्याट्स अल्सो लुप लजिक, त्यो पनि लुपको लजिक हो। जिम जाने बेला सेम एक्सर्साइज रिपिट हान्नुहुन्छ भने त्यो पनि लुपको इक्जाम्पल नै हो। त्यसैले लुप बनाएको रहेछ रिपिट समथिङ अगेन एन्ड अगेन। समथिङलाई चाहिँ केहीलाई रिपिट गर्ने धेरै टाइमसम्म। सो अब लुप चाहिँ 2 टाइप्सको 3 टाइप्सको छ हाम्रो। सीमा फर, डु वाइल एन्ड चाहिँ वाइल लुप पढेको थियौँ, तर पाइथनमा चाहिँ हामीले फर लुप र वाइल लुप पढ्छौँ। सो फर्स्टमा हेडिङ दिन्छु म फर लुप। फर्स्टमा फर लुप बुझ्छौँ हामी मजाले। फर लुपको कोड लेख्छौँ। फर लुप भनेको के भन्दा सिम्पल जब हामीलाई थाहा हुन्छ कि कति पटक रिपिट गर्ने, यसमा चाहिँ के हुन्छ हामीलाई थाहा हुन्छ कि कति पटक रिपिट गर्ने, 5 पटक 10 पटक रिपिट गर्ने कुरा हामीलाई अलरेडी थाहा हुन्छ। त्यसले हामीले त्यति बेला हामीले फर लुप युज गर्न सक्छौँ। सो अब सिम्पल त्योभन्दा पहिला म तपाईँले एउटा कोड गरेर देखाउँछु, त्यसपछि मजाले बुझ्नुहुन्छ है। ल फर लुपको कोड गरेर यसलाई म पहिला फर लुपको कोड गरेर देखाउँछु तपाईँहरूले पाइथनमा। सो सिम्पल म पहिला फर लुप युज गरेर चाहिँ तपाईँलाई प्रिन्ट गरेर देखाउँछु, त्यसपछि मजाले बुझ्नुहुन्छ तपाईँहरू फर लुप भनेको के हो भनेर। स्मलमा गरिदिन्छु। फर आई रेन्ज लेख्छु, रेन्ज कतिसम्म ल रेन्ज 5 सम्म। फर आई इन रेन्ज एउटा चाहिँ यसमा केही पनि छुट्नु भएन पाइथनमा। छुट्यो भने एकदम रङ हुनसक्छ। 5 सम्म जान्छु म। ल 5 सम्म गइसकेपछि यो छुटाउनु भएन, पहिल्यै भनेको छु मैले। प्रिन्ट गर्छु हेलो वर्ड। ल प्रिन्ट हेलो वर्ड। ल प्रिन्ट हेलो वर्ड गर्छु। अब हेर्नुहोस् है, यसलाई म रन गर्छु। पहिला पाइथन चुज गर्नु पऱ्यो, पाइथन। ल अब 5 चोटि हेलो 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 वर्ड भयो। यो काम कसको हो? लुपको। अब बुझ्नुहोस् फर लुपको काम के रहेछ मजाले यहाँबाट बुझ्न सकिन्छ क्या। एउटा कामलाई कतिचोटि यसलाई के गरौँ 5 सम्म प्रिन्ट, हेलोलाई 5 चोटि प्रिन्ट गरौँ। सो रेन्ज कतिसम्म छ हाम्रो 5 सम्म छ भने 1 2 3 4 5 सम्म हाम्रो के गरौँ सिम्पल 5 टाइम्स हामीले के गरौँ हेलो वर्ड प्रिन्ट गरौँ। 1 2 3 4 5 10 लेख्नुहुन्छ भने यसको ठाउँमा 10 लेख्छु। ल 10 चोटि प्रिन्ट गर्छ अब हेलो वर्डले। फर लुपको काम यति नै हो। हेलो वर्डले 10 चोटि प्रिन्ट गर्छ। ल 10 चोटि प्रिन्ट गरौँ। यो यति हो हाम्रो के अरे फर लुप।
अब रियल लाइफ इक्जाम्पल हेरौँ है यो फर लुपको चाहिँ रियल इक्जाम्पल फर लेख्छु फेरि म आई रेन्ज लेख्छु फेरि इन रेन्ज माथिकै कपी गरेर नै हुन्छु रेन्ज अब रेन्जमा लेख्छु म 1,6 अब के हुन्छ हेर्नुहोस् है यो चाहिँ अर्को अलिकति डिफ्रेन्ट टाइपको हो सो यसमा अब के हुन्छ हेर्नुहोस् प्रिन्ट डेहरू प्रिन्ट गर्छु म डे बाहिर आएर के लेख्छु कमा आई यो किन गएर म तपाईँहरू मजाले भन्छु कमा आई ल यसलाई म अब प्रिन्ट गर्छु है रन गर्छौँ के भयो डे 1 डे 2 डे 5 सम्म प्रिन्ट भयो के भयो भन्दा सिम्पल रेन्ज लागेको छ मैले एक्ज्याक्टली लाइक दिस आवर च्यालेन्ज यो पनि यस्तै हो क्या अब के हुन्छ सिम्पल रेन्ज लागेको छ 1 देखि 6 सम्मको मैले रेन्ज लागेको छ रेन्ज डे प्रिन्ट गर्नुपर्ने छ डे 1 डे 2 डे 3 अब के भयो भन्दा 6 - 1 गर्नुहोस् 5वटा डेहरू के अरे प्रिन्ट हुन्छ 1 देखि स्टार्ट गर्नुहोस् 6 भन्दा सानो भने 1 देखि ठुलो 6 भन्दा सानो 20कोहरूलाई प्रिन्ट गर्ने है सो यो चाहिँ एउटा इक्जाम्पल भयो दुईवटा इक्जाम्पल अब चाहिँ हामी वाइल लुपमा दुईवटा वाइल लुपलाई म पहिला हेडिङ दिन्छु वाइल लुप ल अब चाहिँ फेरि कोडमा जान्छौँ वाइल लुप भन्दा के भन्दा जबसम्म हाम्रो कन्डिसन ट्रु हुँदैन जबसम्म कन्डिसन हाम्रो ट्रु हुन्छ तबसम्म हाम्रो प्रोग्राम रन हुन्छ त्यसलाई भन्छ वाइल लुप है वाइल लुप के भने मैले जबसम्म कन्डिसन ट्रु हुन्छ तबसम्म हाम्रो रन भइरहेको छ अब पाइथनमा हेर्नुहोस् है म एउटा कोड गरेर देखाउँछु तपाईँले फर्स्टमा आई लग्छु म आई इक्वल टु 1 लग्छौँ ल है इन्टर गरिदिन्छु आई इक्वल टु 1 लगेपछि अब वाइल लुप लाउँछौँ वाइल लुप आई अथवा के अरे एकछिन इक्वल छ एन्ड ठुलो छ को भन्दा सानो छ कुन भन्दा 5 भन्दा ल 5 ल्यायौँ फर्स्टमा है 5 भन्दा सानो छ अथवा के छ 5 जत्रै छ कुनै सङ्ख्या ल अब इन्टर गरिदिन्छु अब प्रिन्ट लेखिदिन्छु म प्रिन्ट अब के हुन्छ सिम्पल आई प्रिन्ट गरिदिन्छु ल आई प्रिन्ट गरिसकेपछि अब यो इन्क्रिमेन्ट भन्ने चिज हुन्छ यसमा चाहिँ म तपाईँहरूलाई बुझाउनु छु इन्क्रिमेन्ट डिक्रिमेन्टवाला कन्डिसन 1ले यसमा वाइल लुपमा के हुन्छ भन्दा सिम्पल हाम्रो आई मैले कति लगेँ फर्स्टमा 1 लगेँ होइन वाइल लुपमा जबसम्म प्रिन्ट हुन्छ तबसम्म आई हाम्रो 5 भन्दा सानो अथवा 5 इक्वल छ भने तबसम्म हाम्रो के हुन्छ प्रिन्ट भइरहेको हुन्छ रन भइरहेको हुन्छ अब ट्रु हुँदासम्म रन हुन्छ क्या अब यसको ठाउँमा चाहिँ हामीले आई 6 लग्यो भने अब यसको ठाउँमा रन हुँदैन रन किनकि 5 भन्दा ठुलो 6 हो 6 रन हुँदैन सो यसमा के हुन्छ भन्दा 1ले इन्क्रिमेन्ट भइरहेको हुन्छ कन्डिसनहरू 1ले बढिरहेको हुन्छ अथवा तपाईँहरूले 1ले बढाएन भने हाम्रो के हुन्छ भन्दा एकदम इम्पोर्टेन्ट चिज है 1ले बढाएन भने हाम्रो इन्फाइनाइट लुपसम्म जान्छ त्यो पछि भन्छु म इन्फाइनाइट लुपसम्म जान्छ त्यसलाई भन्छ इन्फाइनाइट लुप यसलाई पहिला रन गर्छु म रन हेर्नुहोस् 5 सम्म प्रिन्ट भयो 1 2 3 4 5 अब 6 भएको भए के हुन्थ्यो 6 भएको चाहिँ प्रिन्ट हुने थिएन यसको ठाउँमा मैले जबसम्म ट्रु हुन्छ तबसम्म हाम्रो वाइल लुप प्रिन्ट हुन्छ है सो वाइल लुपको कन्डिसन यही नै हो अब इम्पोर्टेन्ट कुरा के हुन्छ भन्दा वाइल लुपमा हाम्रो एउटा जेन्डस कुरा कस्तो हुन्छ भन्दा यदि कन्डिसन कहिले फल्स भएन भने कन्डिसन हाम्रो कहिले पनि फल्स भएन भने लुप कहिल्यै रोकिँदैन कन्डिसन कहिले पनि फल्स भएन भने हाम्रो लुप चाहिँ कहिल्यै रोकिँदैन त्यसलाई भन्छ इन्फाइनाइट लुप यो चाहिँ एकदम खतरा कन्सेप्ट हो त्यसलाई भन्छ इन्फाइनाइट लुप तर म हेडिङ चाहिँ दिइहाल्छु इन्फाइनाइट लुप यो चाहिँ नबिर्सनु होला इन्फाइनाइट लुप त्यसलाई भन्छ इन्फाइनाइट लुप यदि कन्डिसन कहिले पनि फल्स भएन भने त्यसलाई भन्छ इन्फाइनाइट लुप यो गाइज आजको हाम्रो यति नै हो लुपको बारेमा हेरेको थियौँ यति नै हो सो फर लुप भने के रहेछ फिक्स रिपिटेसन गर्ने रहेछ वाइल लुप भने चाहिँ कन्डिसन बेस्ड रिपिटेसन रहेछ सो अब तपाईँहरूको काम भयो तपाईँहरूको काम के भन्दा सिम्पल फर लुप युज गरेर तपाईँहरू 1 देखि 10 सम्म प्रिन्ट गर्नुहोस् वाइल लुप युज गरेर के गर्ने 10 देखि 1 रिभर्स प्रिन्ट गर्नुहोस् यो तपाईँको काम हो ट्राई इट एन्ड कमेन्टमा चाहिँ मलाई सेयर गर्नुहोस् यो कोडहरू है सो आजको भिडियो चाहिँ यति नै हो सो गाइज आज हामीले सिक्यौँ लुप फर लुप र वाइल लुपको बारेमा सिक्यौँ सो अब डे 8मा चाहिँ हामी केही इन्ट्रेस्टिङ टपिक पढ्नेछौँ सो सब्सक्राइब गर्नु नभुल्नु होला मिस्टर निरेटेक युट्युबसँग जोर्नीसँग लाग्नु होला 100 डेको पाइथन च्यालेन्जमा सो थ्याङ्क यू